फाइनली घोडाको के बर्दगरियाको मेला स्टार्ट भइसक्यो हाम्रो यतातिर। अनि बर्दगरियाको मेला चाहिँ आजबाट चाहिँ होइन, भोलिबाट चाहिँ स्टार्ट हुने हो। आज चाहिँ अब यस्तै के हुन्छ दोकानहरू पसलहरू लगाइरहेछन्। अनि हाम्रो त त्यहाँ घर फाइनली गाइज हामी बर्दगरिया पुग्यौँ। बर्दगरिया मेला लाग्दैछ। यहाँ दोकानहरू लगाउनलाई भर्खरै लागिरहेछ टेन्ट, यहाँ लागिरहेछ दोकानहरू। रमाइलो छ एकदम। अब हामी पनि आउँछौँ कुनै दिनमा। फाइनल गाइज हामी बर्दगरियाको मन्दिरमा बर्दगरियाका सिँढीहरू चढ्दै माथि गइरहेका छौँ। त्यसपछि लगत्तै हामी बर्दगरियाको पुल चढ्नेवाला छौँ। पुल चढ्नेवाला एकछिनपछि अहिले छौँ हामी यहाँ। हामी डन हो के डन, त्यो डग हो के डग डिओजीवाला। तर अरू जे होस् भए बालै भएन। सिँढीहरू 103 तर मङ्कीजीले चाहिँ हामीलाई कतिवटा छन् आक्रमण नगरून्। 108 यहाँ चाहिँ 108वटा चाहिँ सिँढीहरू रहेका छन् होइन। रहेका छन्। हामी चाहिँ सिँढी चढ्दैछौँ। अहिले 33वटा 34 35 36वटा सिँढी चढिसक्यौँ। यहाँ नम्बर पनि लेख्यो होला नि। छैन, छन्। कहाँ छ? थकाइ लागिसक्यो चढ्दा चढ्दा सिँढी। हामीहरू चाहिँ चढ्ने क्रममा जारी नै छ। मान्छेभन्दा ठुलो चस्मा भयो गाइज, के गर्नु, यस्तै हो। यस्तै हो। मान्छे सानो भएपछि, मान्छे त सानो छैन, मान्छेको अनुहार चाहिँ सानो भयो क्या गाइज। यहाँ हाम्रो यस बर्दगरिया मन्दिरमा चाहिँ सबैजना चाहिँ आएर दर्शन गरेर जानु। यो चाहिँ बादलको चल्लो जस्तो के फुरफुर गरेर अगाडि दौडिरहेको छ, थाहा छैन मलाई पनि। अनि यहाँ अगाडि चाहिँ हवन कुण्ड बनाइरहेछन्। यो चाहिँ हो विवाहको मण्डप। यहाँ चाहिँ विवाह गर्ने भए आउनु है, म गराइदिन्छु। मङ्गलम भगवान् विष्णु मङ्गलम पुण्डरी कक्षे मङ्गलम गरुड ध्वज मङ्गलाय तनुहरि भनेर स्वाहा गराइदिन्छु 4 मन्त्रमा। 4 मन्त्रमा यसले चाहिँ सहा गराइदिन्छ होइन। त्यो चाहिँ रहेको छ हाम्रो पहिलाको इनार। तर आजभोलि के हो थाहा छैन, थाहा छैन। लिपुट गरिरहेछन् तर के हो थाहा छैन। यो चाहिँ हवन कुण्ड। हवन एक लगाउने गर्ने यस। नमस्ते। हेलो नमस्ते। सन्चै हुनुहुन्छ? ठिक छ एकदमै भेरी गुड। ल आज कस्तो भयो त दिनहरू? रमाइलो चलिरहेछ? एक्सिलेन्ट। ल त ठिक छ। ऊ चाहिँ हाम्रो यता सहारा घरको चाहिँ एउटा अङ्कल हुनुहुन्छ जो चाहिँ धेरै टाइमदेखि चाहिँ यता सेवा दिँदै आइराख्नु भएको छ क्या। त्यसैले अब यो चाहिँ हाम्रो कुन मन्दिर हो? बर्दगरियाको चाहिँ कन्या राजाको मन्दिर भनेर भन्छन् क्या यसलाई चाहिँ। अनि यहाँ बाहिर चाहिँ हामीहरू हेर्न सक्छौँ तुलसी थान, त्यसपछि शिवलिङ। अगाडि चाहिँ ऊ त्यहाँतिर छ है पुलहरू गाइज। पुल हेर्न आउने भएपछि होइन, यता यो बर्दगरिया धार्मिक स्थल पवित्र क्षेत्रमा चाहिँ तपाईँहरू सबजना आएर एकचोटि घुमेर जानु होला है। कस्तो रमाइलो छ भनेपछि तिमीहरूले एकचोटि घुमेर गयो भनेपछि थाहा आफै पाइहाल्छ। हामीहरूले भनिराख्नु पर्दैन। तर पनि आएर चाहिँ यसो भ्रमण सर्मण गरेर जानु होला है। एकदमै रमाइलो क्षेत्र हो, एकदमै रमाइलो क्षेत्र। यहाँ गाडी साडीहरू पनि चलिरहेको छ, रोडहरू छ, वारपार गरेर पुल चढ्नुपर्छ। पुल चाहिँ एकदमै रमाइलो बनाएका छन्। क्यामेरा स्यामराहरू पनि आउँछ, फोटो खिच्ने भए टक्क बालेर हाम्रै दाजु अमन चौधरीको क्यामेरा छ। सबै मिलेर फोटो खिच्नुपर्छ। ल आइदिनु है, बुझिहाल्नु भयो नि। हामीहरूको बर्दगरियाको पुल चाहिँ उता हेर्न सक्नुहुन्छ है गाइजहरू। तिमीहरूले हेरिहाल कति राम्रो छ होइन। धेरै हाई छ कि धेरै माथि छ एकदम। यता चाहिँ क्यामेरा पनि व्यवस्था गरेका छन् होइन। अनि हामीहरू चाहिँ यता बर्दगरिया मन्दिरको चाहिँ यता रोडमा छु होइन। अहिले देख्न सक्नुहुन्छ हामीहरूलाई। यहाँ पछाडि मन्दिर अनि यहाँ पछाडि यो रोड। यो चाहिँ माथि फलेभिसन जाने रोड हो है, फलेभिसन।
अनि त्यसपछि यहाँ तल यो के भन्छन् बर्दगरिया झुलङ्गे पुल अनि यो चाहिँ हामी मेरो बहिनी अनि म चाहिँ उसको दिदी अनि यो मेरो दिदी कस्तो लाग्यो नमस्ते गाइस हम लोग ऐसे ही है जब देखो तब हमारा मन करता रहता पानी है कि बिना हम माछा क्या बोल बाँध्दैन सकते हैं। म मेरो दिदी बिना बाँध्दैन पारा पानी बिना सायद यसको यो गफ होइन यहीसँगै सीमित होला हामीसँग चाहिँ छैन के गाइस देख्नुभयो नि यसको चटक यो के अरे सुरुमा के अरे ल गाइजहरू होइन खतरा गीत गाउँछ यसले खतरा गाना ऱ्याप गाउँछ हैन ऱ्याप ल चल स्टार्ट गर्न पैसाको धाक नदेऊ सोल्टी म थुप्दिन्छु पैसाको गड्डीमा मलाई नखोज ठुला ठुला रेस्टुरेन्टमा म भेटिन्छु टोल गाउँको भट्टीमा यदि तिम्रो बाउले भेट्न बोलाए म आइदिन्छु सेन्डु र चड्डीमा पैसा होइन गाजा भेटिन्छ हाम्रो पाइन्टको खल्तीमा वाह 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 त्यो जे कले आप तो कर नहीं सकते थे हम लोग गाजल अनुहार हो कि ब्राइट तिम्रो केटाहरू जिस्काउँदै हिँड्छु घरमा छैन दाइ भाइ तिम्रो यसको दाइ भाइ चाहिँ सक्यो गाइज ल यो चाहिँ हाम्रो राजनजी फाइनली हामीहरू पुगिसकेका छौँ अमन दाजु ए अमन दाजु हेलो गाइज आज हामी पुगिसकेका छौँ बर्दगरिया झुलङ्गे पुलमा एकदमै रमाइलो दृश्यहरू देखा परेको छ देखा परेको छ गाइस देखा परेको छ यता यसलाई देखा परिसकेको छ अहिलेसम्म चाहिँ देखि थिइनँ अहिले चाहिँ देखा परेको छ रहेछ यस्तै भन्नु पर्यो नि त गाइज अब भ्लग बनाउँदा फर्स्ट टाइम कस्तो हो थाहा छैन तर यसको टाउको भलग यसको मुन्टो भलग हो कि भ्लग पनि होइन भलग एकदमै ल गहिरो छ यो भलगको तल। स्पेलिङ भनेर देखा त बहिनी मलाई त हेर VLOG देख्यो गाइज भन्नेको मुख पनि यस्तो छ यस्तो यस्तो छ गाइज हामी ज्याब के हो दिउँसै दिउँसै ठर्रा नखाइकन ज्याब दिउँसै ठर्रा हाने जस्तो छ यो ठर्रा केटीले होइन नि गाइजहरू, दाजु लोकल ठर्रा यो लगभग कति मिटर माथि होला भन् त बहिनी हेर्न सक्नुहुन्छ होइन यति माथि छ होइन 100 मिटर 100 मिटर त मुस्किलै छ छैन त्यति समथिङ 50 मिटर माथि छ 50 मिटर 50 पनि मुस्किलले नभनौँ 43 ल 43 मिटर हेलो फाइनली गाइज अब चाहिँ हामी घरतिर लाग्यौँ। घर जान लागेको। बर्दगरिया पुल घुमेर घर फर्किँदैछौँ हामी चाहिँ यति धेरै भिडियो टिकटक बनायौँ नाच्यौँ हामी खतरा हो कि गाइज हामी जे पनि गर्छौँ हामी खेल्छौँ पनि हामी लड्छौँ पनि यो केही गर्न सक्दिन परिस्थिति आएमा सबै कुरा गरिन्छ गाइज केही गर्न सक्दिन यसले केही गर्न सक्दिन यसले गर्न सक्ने भनेको केवल गफ मात्र हो त्योभन्दा बढी केही होइन यस्तो मान्छेले गफाडीले गफ लाउँछ भन्ने त तपाईँहरूलाई थाहा रहेछ गाइज हेर है यति खतरा ठाउँ छ रे सनसेट डुबिरहेको बेला कस्तो दामी देखिरहेको छ केही देखिया छैन जङ्गल छ अहिले तर अलिअलि पुलबाट देखिरहेको छ नि त, चाहिँ सूर्यका किरणहरू पुलबाट चाहिँ हेर्न चाहिँ मजै आउँछ है छि नमस्ते आज हामी बर्दगरिया धार्मिक स्थलमा घुम्न आएका थियौँ र एकदमै राम्रा मन्दिरहरू पनि देख्यौँ र पहिले पनि देखेका थियौँ तर पुनः पनि आज घुम्न आएका थियौँ यहाँ एकदमै राम्रा मन्दिरहरू छन् मण्डपहरू छन् विवाह गराउनु छ भने पूजा गरेर विवाह गराइदिन्छु म ठाउँ आउनु होला एकदमै राम्रा रुखहरू पनि छन् यहाँ तपाईँहरू घुम्न आउन सक्नुहुन्छ यहाँ धेरै मानिसहरू घुम्न आउँछन्